पुस 14 गते शिवरात्रिको दिन आज म चाहिँ रात्रि बस कुर्दै खोटाङ जानलाई गाडी कुर्दैछु। अब गाडी आउँछ एकछिनमा 10:30 बजे गाडी छ। बल्ल गाडी आयो 11:30 बजे 11:30 बजे बल्ल भरतपुर पारस बसबाट हामी अलि मिर्चै आयो नि त। हामी अलि मिर्चैमा गाडी एक्सचेन्ज गर्दै अबको 2 घन्टा अथवा 1.5 घन्टामा हामी कटारिया पहुँच्छौँ। हामी रमाइलो जे होस् गाडी पुरै खाली छ। हाम्रो भाइ कटारियाको दाइ हुनुहुन्छ। मिर्चियाबाट 5 बजे हिँड्यो। अब हामी कटारी 6 बजेदेखि 6, 6:30, 7 बजीतिर पुग्छौँ। त्यसलाई स्टे ट्युन बसमा अगाडि जाने पछाडि पुरै खाली छ। 6 बजे कटारी आइपुग्यो। अब एकछिनको गाडी छ। अब कटारी अलि सिजनलाई अहिले यहाँ कटारीमा गाडी मान्छे भरेको छैन। मान्छे भरेर जाने रे बल्ल 3 जना भयो। 7 बजिसक्यो। अब 9 जना कहिले पुऱ्याउने कहिले जाने बिस्तारै गइन्छ। अब यो हाम्रो गाडी टक्क लाएर कटारी बजार गाडी कुदेर बस गरे 7:22 हामी यहाँबाट हिलेको लागि निस्क्यौँ। अरू पनि हुनुहुन्छ यहाँ। ड्राइभर दाइ तपाईँको नाम के हो? अब शेरबहादुर मगर दाइ। यो बेतिनी बजार सरकार त्यो पिलाउनुहोस् भन्नु। मुख पुरै छोक्यो। अहिले बाटो देखाएर त भमिट गर्छ कि। बाबु अलि बेसी समात है। पानी पर्दा फेरि बढीतिर राम्रो थियो। यतातिर त हिजो पनि पुग्छ। त्यतिखेर बाइकवालाहरू पछाडि परेर त राम्रो थियो त। यो बाटो त बाइकमा हुँदैन गाडीमै ठिक लाग्छ। बाइकमा त सेफ्टी हुन्छ। आफन्त मान्छेले भेट्दा घर कहाँ हो भन्छ। चिन्दैन। तपाईँ यताबाट हेर्नु न उता कटेरी गएको बेलामा बाइकवालाहरू तपाईँले खाके छुट्टै हाल्नुहुन्छ कि मान्छे पाहाडबाट। हामी एक घुर्मी बजार सुनकोशी नदीको छेउमा
यता उदयपुर उता ओखलढुङ्गा यहाँ पनि खतरा रहेछ जाँदा हालेर लानु पर्यो हालौँ न खाली खाली हुन्छ तल त्यो चिया पसलमा लगिदिनु पर्यो कि यसलाई पनि धर्म हुन्छ नि त मासु खानु पाउँदैन यहाँ घुर्मी आइपुग्यो घुर्मी भनेको ट्याक्क यो ओखलढुङ्गा र उदयपुरको सिमाना घुर्मी चाहिँ उदयपुरको उतापट्टि ओखलढुङ्गाको सुनकोशी नदीको उमा अब यहाँ खाना खाने ट्याक्क लगाएर यो गाडीमा कस्तो रहेछ खाना अब यसो भोक लाग्यो बिहानबाट केही खाएन बिहान 7 बजीबाट केही खाएन लगाइ घुर्मी बजार घुर्मी उदयपुर हामी अहिले उदयपुर कोशी सुनकोशी अब हामी उदयपुर अझै अब हामी ओखलढुङ्गामा छिर्यौँ यो सुनकोशी खोला अहिले चढेको गाडी चाहिँ उता ओखलढुङ्गातिर गयो अब म चाहिँ हलेसीतिर हलेसी 40 किलोमिटर यहाँबाट अब एउटा बस आउँदैछ अरे तलबाट त्यही बस कुरेर त्यो बसमा जाने अरू पनि हुनुहुन्छ बसाको पुरै प्याक झरेर अब अर्को गाडी कुर्दै एउटा सुमो पायो अब यो सुमोमा पछाडिको सिटमा एकलाई मिलेर बसेर हलेसी 1.5 घन्टा पुग्छु अब यहाँबाट फुल प्याक छ 1.5 घन्टा कुरेको बल्ल गाडी पायो बिहान 7:30 बजी हिँडेको 2 बजी आइपुग्यो बल्ल हलेसी यहाँ अब होटलसोटल खोजेर बसिन्छ कहिले भोलि बिहान उठेर नुहाइधुवाइ गरेर दर्शन गरेर हिँड्छ माथि ट्याक्क गाइज यो चाहिँ मेरो रुम ट्याक्क जुत्ता सुत्ता खोल्यो अब एकछिन रेस्ट गर्नुपर्छ कलर अब सुत्ने हो अब एकछिन रेस्ट गरिन्छ अब खाना खाइसक्यो नत्र मन्दिर जानु थियो अब भोलि बिहान मन्दिर जाने नुहाइधुवाइ गरेर स्वर्गमा गएको सुख आनन्द पिस हेलो गाइज अहिले म यहाँ मञ्जुश्री पार्क रे यहाँ माथि यस्तो छ हेर्नुहोस् थोरै माथि यो हलेसी महादेवको मन्दिरको तलबाट अलिक माथि उभिनुपर्छ यो हाम्रो हलेसी बजार हाम्रो यो चाहिँ यता मञ्जुश्री गुफा जाने बाटो यो चाहिँ गुफा जाने बाटो के रे बाबु यो हाम्रो मञ्जुश्री गुफा
यो धुवाले अलिकति भगवानको भाइ झगडा नगर न ल भन बाबु यो मञ्जुश्री गुफाको बारेमा यसो 2-4 शब्द भन्दै त बाबु भन्देऊ न ए हो अनि मलाई थाहा छैन के हो बाबु त्यो अनि यो चिल यो चिल हो अनि यो पहिला उयो पनि पहिला हो हजुर ल धन्यवाद भाइहरूलाई है धेरै धेरै धन्यवाद ल ल नाम के हो तिम्रो भन तिम्रो नाम के हो नाम विकास तिम्रो अभिषेक बस्नेत ल ठिक भर्खरै छिरेको सुरु भयो आरती मर्निङ 5:45 भयो यहाँ लाइनमा सबैजना यहाँ भलिसीको दर्शन महादेवको दर्शन गर्न लाइन भइसक्यो बिहानैबाट लाइन यो चाहिँ अब गुफा जाने बाटो दाइ यहाँ कतिको उ छ गुफा अझै त हो अनि यता उता निस्किने हो कि यही निस्किने हो ग्रास बेच्न राखेछन् राम्रो काम हो यो ल